किनेको है हामीले फेरि सुन सस्तो मस्तो खाइला सकेन पुरै किनेको कि साथीहरु के गर्ने कहिले खान मन लाग्छ यसरी हाल्नुपर्छ साथीहरु यो हाल्दाखेरि स्टाइल हुन्छ खान्छ त ए यही रहेछ साथीहरु मैले बिर्से कोही नजिक छ भने आइदिन पानी ल्याउन भने ल भइहाल्यो अब दुःख नगर्नु होला महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्नुभएको छ नि महाकवि लक्ष्मी प्रसाद हेलो साथीहरु वेलकम छ हाम्रो न्यू भिडियोमा आज चाहिँ हामीले सादा खाना ल्याएका छौं है सिस्नो र भात बुढाबुढी बसेर खाने हो गम गम हामी सादा जीवन उच्च विचार भएको मान्छे हो हामी सादा जीवन उच्च विचार भएको मान्छे हो हेर्नुस् महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्नुभएको छ नि सागर सिस्नो खाएको पेट आनन्दी मनाले सागर सिस्नो खाएको पेट आनन्दी मनाले साथीहरु बरु साग र सिस्नो खानुस् एकदम आनन्द रहनुस् सुखी रहनुस् खुसी रहनुस् हामी त्यही भएर हेर्नुस् अब मासु सासु खाँदैनौं हामी साग र सिस्नो खाएर पनि यसरी नै बसिरहेछौं हाम्रो फ्यामिलीमा हामी जिन्दगीको गोरेटोमा हामी यहाँ पुगिरहेछौं कहाँ पुग्ने हो कहाँ जाने हो के गर्ने हो एन्नी साथीहरु खाइला मिठो छ है मुलाको अचार यो खुर्सानी त्यो डब्बा देखाइदिन न मुलाको अचार साथीहरु किनेको है हामीले फेरि सुन सस्तो मस्तो खाइला सकेन पुरै किनेको कि साथीहरु के गर्ने कहिले खान मन लाग्छ किनेको यो टमाटरको अचार है साथीहरु टमाटरको अचार बबाल छ टमाटरको अचार पनि यो सिस्नो है सिस्नो साथीहरु सिस्नो खानु पर्यो के गर्ने साथीहरु अचार पनि बबाल्ने रहेछ है म त भर्खर नुहाएर आएको साथीहरु दारी काटे नुहाए अनि त्यो गर्दा टाइम एकदम लस भइहाल्यो अनि त्यो भएर आज ढिला भएको हाम्रो खाना अब खाना खाने बित्तिकै बाबु नानी लिन जान्छ स्कुल जानु पर्यो फेरि बाबु नानीको एक्जाम चलिरहेको छ साथीहरु त्यही सागर सिस्नो खाएको पेट आनन्दी मनाले यसरी हाल्नुहोस् टक्क बाँडिदिनुहोस् चुकिलो छ साथीहरु यो अचार चुकी हाम्रो गाउँले भाषा भन्नुहुन्छ चुकी तपाईं सहरिया भाषामा भन्छ अब अमिलो आयो भन्छ चुकिलो
आज हल्का फुर्सद मिलेको साथीहरू बुढाबुढीको सँगै खाने टाइम नत्र मिल्दैन साथीहरू बिहानै यो पसल बुढीले खाना लिएर जाने हो टिफिनमा अहिले टिफिनमा लगेको खाना खाए जस्तो हुन्न साथीहरू के गर्ने अब बाध्यताले खानुपर्छ है घरमा यसरी बसेर आनन्दसँग खाना पाइँदैन के गर्ने हेर्नु साथीहरू यसरी हाल्नुपर्छ साथीहरू यो हाल्दाखेरि स्टाइल हुन्छ होइन सिस्नो हाल्दाखेरिको त्यो दाल हाल्दा जस्तो स्वाद हाल्दाखेरि हुँदैन नि यसलाई फेरि र अर्को स्टाइलमा हाल्नुपर्छ हेर्ने साथीहरू अब यस्तो कहिलेकाहीँ फ्री भएपछि यस्तै बिजी व्यस्त भएपछि खान पाइँदैन आज हल्का फ्री भएर अनि हामीसँगै खाएको नभए अब एउटा कुरा बिर्सिरहेको छ साथीहरू खाना खाँदाखेरि तपाईँहरूको कुरा फुर्सद छ भने यसो आइदिनु न एकछिन है पानी ल्याइदिनु पर्यो के ए यही रहेछ साथीहरू मैले बिर्सेँ खोइ नजिक छ भने यसो आइदिनु पानी ल्याउनु भने ल भइहाल्यो अब दुःख नगर्नु होला यसलाई हाल्दाखेरि यस्तो हाल्ने यस्तो यस्तो के यसरी हाल्ने हो कि यस्तो हाल्ने स्टाइल हो होइन गाउँघरतिर पनि खान्थ्यो हामीले हाम्रो मम्मीहरूले पकाउनुहुन्थ्यो कस्तो मिठो मिठो पारेर है कस्तो दामी बनाउनुहुन्थ्यो मम्मीले हाम्रो मम्मी त भान्सा बस्नुहुन्थ्यो यस्तो पकाएपछि फेरि यहाँ नजिक जानुहुन्न थियो दाम दिनुहुन्न थियो हामीलाई हामी बच्चै थियौँ अहिले त छोडिसक्नु भयो भान्सा बस्ने हाम्रो थाहै छैन हाम्रो मम्मीहरू त बस्नुहुन्थ्यो थोरै ठाउँ के थोरै मात्रै खानुपर्यो भयो धेरै हुने हो सरी सागर सिस्नो खाएको केटा आनन्दी मनाले भनेको यही हो क्या साथीहरू यही गीतमा यो खाना मिलिरहेछ क्या हाम्रो खाने हो हजुर मोबाइलको बत्ती बन्द भयो खाने हो यो धेरै नै चल्छ ल्याइहाल्नु मैले खानु भएन खाने हो लास्ट
मही दुध पनि यस्तै साथीहरू अब तपाईँको घरको जस्तो आफैले बनाएको छ अर्ग्यानिक हुँदैन सहर बजारतिरको यस्तै पानी बढी दुध कम दही कम पानी बढी दुध कम लौनी बढी घिउ कम भने जस्तै अचार मिठै छैन मिठै छ अचार हैन सब हाल्दै हुने अब भइसक्यो सब हालिदिएको छ फेरि यहाँ जोड्या रहेछ कहाँबाट जोड्यो त थाहै भने रन्का बुधे रन्का भने जस्तो भइरहेछ रन्कै भात अब हामीले सिनो र भात सिस्नो र भात टिमुर सबै टिमुर सबै मजा आउँछ कस्तो जामजाम हुन्छ मुखै बिग्रियो तिनीलाई भात पुग्छ कनी आज फ्राइड राइस सङ्केलले त यो सिस्नो थाहा पाइसक्यो कोर्सले त मम्मी यस्तो छुनु हुँदैन भन्दा सानीले त झन् छ मात्रै खुवाउनु पर्ने नि छ त साथीहरू आजलाई खाना फिनिस भइरहेको छ हाम्रो तपाईँहरूले अब माया गरिदिनु भएको छ हामीलाई तपाईँहरू पनि यसरी मिलिजुली खानु होला कस्तो मिठो भएको सिस्नो हजुरहरू पनि खानु होला है साथीहरू सिस्नो पकाएर मिठो मिठो यो पनि खाउँ है साथीहरू एउटा राखेको के गर्ने पेट भर्यो खुर्सानी मात्र खान सकेनौँ बुढोले पनि आधा मैले पनि आधा
अचार त छ है यो अचार पनि खाने समय साथीहरु कि बाँकी खायौँ कहाँ सकिन्छ सकिँदैन काँक्रा ल साथीहरु हामी चाहिँ अब बिदा लिन्छौँ हजुरहरुलाई ल लाइक कमेन्ट गर्नु होला हाम्रो भिडियोमा भिडियो चाहिँ फुल हेरिदिनु होला साथीहरु भन्दै अर्को भिडियो नयाँ भिडियो लिएर आउनेछौँ बाइ बाइ